यता वारीबाट राजमार्ग गएकोले व्यावसायिक दिपायल यतै बनेको छ। पारी पुरानो दिपायल छँदैछ। डोटीको एयरपोर्ट पनि पारी दिपायलमै देखिन्छ। दिपायल पहिले विकास क्षेत्रको सदरमुकाम थियो। हालको प्रमुख बजार हो यो। डोटीको सदरमुकाम चाहिँ सिलगढीमा छ। हामी केही छिनमा सिलगढी पनि पुग्नेछौँ। डोटीको दिपायल आज मात्र नभई धेरै पहिलेबाट प्रचलित र एउटा प्रशासकीय क्षेत्र पनि थियो। पहिले डोटी राज्यको दरबार डडेलधुराको अजमेरुकोटमा रहेको मानिन्छ। पछि भूपति शाहीको पालामा दरबार यता सारियो। गनरी गौडा डाँडामा दरबार निर्माण गरेर दरबार यता सारियो। अहिले हामी छौँ दिपायल बजार। डोटीको एउटा प्रमुख बजार नै हो दिपायल। दिपायल यसै हेर्दाखेरि 3 खण्डमा विभाजित छ। एउटा चाहिँ अहिले हामी भएको क्षेत्र, यो चाहिँ नदी किनारको एउटा सहरी क्षेत्र हो जहाँबाट चाहिँ मुख्य राजमार्ग गएको छ। राजकोट केही मास्तिर छ भने यता एयरपोर्ट भएको खण्ड पनि छ, जुन चाहिँ अलिकति फिजारिएको ठाउँ छ, जुन चाहिँ फाँटिलो ठाउँ छ। यो वास्तवमा चाहिँ क्षेत्रीय सदरमुकाम हो, तर डोटीको सदरमुकाम त अगाडि सिलगढी छ। हामी यहाँ वरपर घुम्छौँ। एकदमै रमाइलो दृश्य छ। नदी किनारमा भएको कारणले गर्दाखेरि धेरै गर्मी पनि छ। हामी त्यति चिसो ठाउँबाट फेरि यहाँनिर यति गर्मी ठाउँमा आइपुग्दाखेरि अलिकति चकित नै भयौँ। अहिले दिउँसो अलिअलि घाम लागेको बखत त यहाँनिर निकै तल तराईको जस्तै गर्मी महसुस गर्न सकिँदो रहेछ। यहाँ वरपर मठ छ, मठ हामी पुग्नेछौँ। वरिपरिको दृश्यहरू निहाल्नेछौँ र अगाडि फेरि सिलगढीतर्फ बढ्नेछौँ। पहिले डोटी राज्यको दरबार डडेलधुराको अजमेरुकोटमा रहेको मानिन्छ। पछि यही दिपायलको गनेरगौडा डाँडामा दरबार निर्माण गरी राज्य व्यवस्था सञ्चालन गरियो। दिपायल छेउको द्वारी खोलाको माथि झोलुङ्गे पुल छ। यसले धार्मिक स्थल दुधेश्वर र ऐतिहासिक स्थल कोट भैरव जोड्छ। यो झोलुङ्गे पुल पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। पुलबाटै दुईतर्फ रमणीय भेग हेर्न पाइन्छ। झोलुङ्गे पुल तरेर पारी कोट भैरवतर्फ जाने मार्ग छ। यो क्षेत्रमा कोट भैरव दरबारका भग्नावशेषहरू हालसम्म छँदैछ। यसलाई डोटी गौडा पनि भनिन्छ। विक्रम सम्वत 1615 देखि 1647 सम्म डोटीली चर्चित राजा भूपति शाहले यहीँबाट डोटी राज्य सञ्चालन गरेका थिए। जम्मा यहाँबाट 300-400 वर्षसम्म राज्य चल्यो। डोटी दिपायलको अझ पुरानो इतिहास बुझ्न दिपायलको मठ जानुपर्ने हुन्छ। हामी सेती नदीतर्फ र दिपायलको अर्को भूभागतर्फ बढ्दैछौँ। हामी यहाँबाट सिलगढीतर्फ नगई उता एयरपोर्ट भएको खण्डतर्फ जानेछौँ। पहिले हामी दिपायलको मठ भनेर सोध्दै खोज्दै अघि बढ्यौँ। केही अघि आएपछि दिल्पेश्वर महादेव मन्दिर पुग्यो। यस मन्दिरलाई मठ भनेरै सम्बोधन गरिन्छ। दिल्पेश्वर महादेव मन्दिर, यही मन्दिरबाट दिपायल नाम आएको रहेछ। अर्थात् दिल्पेश्वरबाटै दिपायल नामाकरण गरेको तथ्य छ। यो चाहिँ दिपायलको चाहिँ कथा यो राजा दिलीप भगवान रामका पुस्ता पढ्यो उनी पुर्खा। उहाँले चाहिँ एउटा गाई लिएर चराउँदै चराउँदै यस्तो खप्तडमा बस्थ्यो अरे पहिला, होइन? खप्तडबाट त्यो गाई चाहिँ चरेर आएर यहाँ चाहिँ पानी खान्थ्यो अरे यस वसुधारामा। वसुधारा हो। त्यसमा पानी खाएर त्यसमा त्यो गाईले चाहिँ यहाँ आएर दुध दिन्थ्यो अरे। उहाँको नाउँ चाहिँ दिल्पेश्वर रहेछ। राजाको नाउँ चाहिँ दिलीप राजा, होइन? त्यहाँबाट फेरि उहाँले आएर यहाँ यो गाईले दुध दिएको यहाँ चाहिँ देखेर यो चाहिँ स्थापना गरेको हो यो मन्दिरको, दिल्पेश्वर मन्दिर। अब चाहिँ यसै मन्दिरबाट यो दिपायल भएको हो। यसको नाउँ चाहिँ यसै मन्दिरबाट नै दिपायल राखेको छ। दिल्पेश्वरको मन्दिर, दिल्पेश्वरबाट नै दिपायल राखेको हो। यसको यो दिपायलको महत्त्व यसको नाउँबाट हो। जब 2038 सालमा यहाँ राजाको सवारी भयो, वीरेन्द्रको सवारी भयो र उसले 5औं विकास क्षेत्र दियो, त्यहाँबाट नै यहाँ गाडी साडीको सब सञ्चालन स्वीकार भएको हो। यो पहिला बजार थिएन, पहिला गाउँ थियो। यहाँ गाउँ थियो, गाउँ टोल बसेको थियो। अलग अलग गाउँ टोलको नाउँ पनि छ। हाम्रो योगी हुने गरी नै यो पुरा नदेखि नै हाम्रो योगीनाथ समुदायले चलाएको हो। यहाँ मात्र होइन, माथि केदारनाथ, यो हरिद्वार, यो उत्तराखण्डमा चाहिँ नाथहरूले नै चलाएको थियो। बद्रीनाथमा पनि पहिला योगीले चलाएको थियो, यो अछाममा। अब यो चाहिँ अब यहाँ चाहिँ अब अहिलेसम्म हामीले चलाइराखेका छौँ। अरू ठाउँमा चाहिँ अहिले ब्राह्मणहरूले पनि चलाएको छ। यहाँ दिपायल दिल्पेश्वरमा चाहिँ अब हामी नाथ समुदायले नै चलाइराखेका छौँ अहिलेसम्म। अब यो सदरमुकाम चाहिँ पहिला चाहिँ अब राजाले बनाएको थियो। अब अहिले गणतन्त्र आएर धनगढीमा सारेको छ। अब त्यो खोइ अब मलाई त्यो
राजनीतिकको बारेमा मलाई थाहा छैन। पहिले विकास क्षेत्रको चाहिँ क्षेत्रीय 5 विकास क्षेत्रीय हो यो धनगढीमा पनि अगाडि भएको क्षेत्रीय हो यो। दिलपेश्वर मन्दिर शान्त स्थानमा अवस्थित छ। मठ वरपर धेरै धार्मिक क्षेत्रहरू छन् र मठाधीशको वासस्थानहरू रहेको छ। मन शान्त गराउने स्थान रहेछ दिलपेश्वर महादेव मन्दिर। भैरवकोट र दिलपेश्वरका पुजारी एकै छन्। इतिहास र धार्मिकता एक आपसमा जोडिएको छ दिपायलमा। यो 22 राजा छँदाखेरि यो पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथले दर्शन दिएर यो 22 राजालाई जित्नेखेरि नै त्यो कोट पहिला त त्यही डोटी राजाको थियो, पाला थियो, त्यही बस्थे। अब त्यहाँबाट फेरि पृथ्वीनारायण शाहले 22 राज्य जित्दाखेरि त्यहाँबाट सब भताभङ्ग भएर अब त्यहाँ कोट मात्र रह्यो। अब उनीहरूलाई चाहिँ कहाँ लैगे, कैतिर लैगे त्यहाँ लेखेकै छ। हुन म ऊ ठाउँको पनि पुजारी हुँ, यो ठाउँको पनि पुजारी हुँ।